दिनको सुरु चाहिँ यसरी भयो है। बिहान कस्तो मजाले घाम लागेको छ है, तर पनि चिसो चाहिँ हटेको छैन। गुड मर्निङ गाइस, अनि फेरि पनि स्वागत छ मेरो एउटा नयाँ ब्लगमा। अनि आज बिहान है अलिक छिटो उठेर यता अलिक साफसफाइ मेरो बुढीले गरेँ, सोहोरसार है। अनि सोहोरसार गरेर ब्रस गरेर वर्कआउट सकआउट गरेर अनि म चाहिँ अहिले यो भिडियो बनाउँदैछु। अनि मेरो बुढीले चाहिँ अहिले खाजा तयारी गर्दैछ। हेर्नुहोस् है, यता चाहिँ मेरो बुढीले आटा मुसेर आटा यसरी बेलिरहेको छ। अनि यहाँ चाहिँ रोटी बनाउँदैछ है। अनि यहाँ चाहिँ पाकेको रोटी छ, अनि हिजो बेलुकीको सब्जी, अनि अन्डा भुजेरी। यहाँ एउटा अन्डाको पनि भुजेरी बनाएको। मेरो बुढी चाहिँ मास्टर सेफ मिठो बनाउँछ हो। अन्त रेस्टुरेन्टतिर होइन, अब यस्तो चाइनिजहरू बनाउनु सक्छ उसले, कम्ती डिसहरू, चाउमिन होइन। अनि अहिले चाहिँ बिहानको नजारा चाहिँ यस्तो छ बिहानै। अन्त बाहिर चाहिँ लाइट बाल्नु पर्थ्यो, अन्त बाहिरको बिहानै उठेर मारेको लाइट। यो चाहिँ रिसेप्सन हो हाम्रो है। अनि रिसेप्सन, अनि हिजो मात्रै आएको हामी पनि। यहाँ चाहिँ गेस्टहरू बसेर यसो गफ गर्दै चिया खाने ठाउँ है। यहाँबाट पनि भ्यू चाहिँ दामी देख्छ यो जग्गाबाट पनि। हेर्नुहोस् त, तर अलिकति धुम्म हुनाले गर्दा हिमालहरू देख्छ नि यहाँबाट होइन। हिजो पनि आउँदाखेरि धुम्म थियो, अनि अहिले पनि धुम्मै छ बाहिर। कति सुन्दर देखेको है यो जग्गा। सिमानाको एन्ट्री पोइन्टमा छ यो होमस्टे चाहिँ। होमस्टे भन्ने एउटा मोटेल। यो माथि चाहिँ भ्यू पोइन्ट छ अरे, अहिले जानुपर्छ होला। अनि घाम कति मजाले लागिरहेको छ होइन। अनि घामको ताप अलिअलि आउँदैछ, तर पनि सिमाना चाहिँ अलिक चिसै हो। हेर्नुहोस् है बिहानको नजारा, गाडीहरू होइन, बिहान मान्छेहरू हिँडिरहेको, कुकुरहरू चलाउँदै आएर है, डुलाउनु लाग्यो। यो चाहिँ नेक्स्ट साइट हो होमस्टेको। अनि यहाँ बसेर यसो चिया खाँदै होइन रमिता हेर्नु। अनि अर्कोपट्टिबाट पनि मजा आउँदो रहेछ। मेनली गेस्टहरूलाई पनि, मेनली बेङ्गल पिपल होइन, यस्तोमा बसिकन हिमालहरू हेर्नु, अलिकति पाहाडहरू हेर्नु होइन, पाहाडको सुन्दरता होइन। अन्त त्यस्तो हेर्नु चाहिँ एकदम रुचाउँछ होइन। हामीलाई पनि अब फर्स्टमा देख्दाखेरि मजा लाग्छ, राम्रै लाग्छ, दामी लाग्छ होइन। पाहाडकै मान्छे भए तापनि एउटा नयाँ ठाउँ देख्दा, नयाँ ठाउँ भन्दा पनि देखिरहेको हो यो जग्गा होइन। तर यो जग्गामा बसेर अब यो जग्गालाई अब्जर्भ गर्ने होइन अनुभव चाहिँ मैले पाएँ। अन्त बुढीले खाजा बनाउन सक्यो भने अझ म जाँदैछु खाजा खानु। यो बिहानै सुरु भयो, पल्लो दिन होइन। अनि पहिलो दिन हिजो कटेर अन्त यो पहिलो अब यो बिहान होइन। अन्त यस मोटेलमा अन्त अहिलेसम्म राम्रै हुनेछ होइन। अब गेस्टहरू आएपछि चाहिँ कस्तो हुन्छ है। आहा, मेरो बुढीले रेडी बनाएर राखेको छ रोटी, अन्डा भुजेरी, आलु। कहाँ छौ सेफ टी?
टी चाहिँ नुन हालेछ म पहिला के टीको नुनको चिया चाहिँ पटक्कै खान्थिनँ हो ट्याक्कै मन थिएन टेस्ट नै बेस्ट गर्न के नुन हालेको चाहिँ मनै पर्थेन अहिले चाहिँ तर यहाँ कुन चाहिँ खान्छु होइन अलिकति सुगर चाहिँ बेसी खानु हुँदैन रहेछ भनिकन त्यो कुरा थाहा पाएर चाहिँ अहिले चाहिँ अब फिक्का टी नभए कम्ती सुगर होइन नभए चाहिँ यसरी नुन हालेको चिया खाँदैछु पातला कस्तो मजाको रङ छ पातला मलाई यतिको मनपर्छ कडा रङ फेरि घरमा चाहिँ कडा रङ खान्छ कि हाम्रो आउँछ मेरो बुढीले बनाएको रोटी र अन्डाको चाहिँ ट्राईको चाहिँ सब्जी त हिजो पनि खाएँ कि सो बिहानको ब्रेकफास्ट हेल्दी ब्रेकफास्ट है नानी हुन त रोटी चाहिँ हेल्दी ब्रेकफास्ट हो क्या मेन चाहिँ रोटी हुनुपर्छ तर घरमा चाहिँ भुटे भात खान्थ्यो हो बेसी डेली कुन छुन्छ नि त